So hello and namaste everyone, it's me Roshan and welcome to my channel Roshan Projects. र आज चाहिँ हामीहरुले यस भिडियोमा बनाउने वाला छौं यो प्रोजेक्टर र यो प्रोजेक्टर चाहिँ हामीहरुले घरमै बनाएका हौं र तपाईहरुले पनि यस भिडियोलाई हेरेर यसरी नै हाम्रो घरमै यो प्रोजेक्टर बनाउन सक्नुहुन्छ र तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्छ तल कमेन्ट बक्समा भन्न नबिर्सिनु होला र यो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोलाई सुरु गरौँ। हामीहरुलाई चाहिँ प्रोजेक्टर बनाउनको लागि एउटा क्युबोइड शेपको कार्डबोर्ड चाहिन्छ र मसँग पनि यहाँ छ एउटा क्युबोइड शेपको कार्डबोर्ड र अब यसलाई चाहिँ एउटा बक्सको शेप दिएर यसरी टेपले बन्द गर्नुपर्ने हुन्छ र टेपले बन्द गरिसकेपछि चाहिँ यसको पछाडीको भागको काम चाहिँ लगभग सकिएको छ। अब अगाडि चाहिँ हामीहरुले यसको यहाँ यो बक्सको आधा हुने गरी यसरी लाइन तान्नु पर्ने हुन्छ र यस्तो लाइन चाहिँ हामीहरुले चारैतिर तान्नु पर्ने हुन्छ र मैले पनि अब तानिरहेको छु यहाँ यो लाइन र यो लाइन चाहिँ हामीहरुले यसरी बक्सको चारैतिर तान्नु पर्ने हुन्छ र तानिसकेपछि चाहिँ र यसको चारैतिर लाइन तानिसकेपछि चाहिँ यो चारवटा पाताहरुलाई चाहिँ काट्नु पर्ने हुन्छ र मैले चाहिँ यो चारवटै पातालाई काटिसकेको छु र अब त्यसपछि चाहिँ हामीहरुले यसको होरियो लाइनमा चाहिँ कैंचीले कुनै यस प्रकारले त्यो अघिको तानेको लाइनसम्म चाहिँ काट्नु पर्ने हुन्छ र यसरी नै हामीहरुले यो चारवटै कुनामा काट्नु पर्ने हुन्छ र मैले चाहिँ यो चारवटै कुनामा काटिसकेको छु र काटेपछि चाहिँ अब हामीहरुले यो दुईटा साइडको कार्डबोर्डलाई चाहिँ यसरी बन्द गर्नुपर्ने हुन्छ, मोड्नु पर्ने हुन्छ र मोडिसकेपछि चाहिँ हामीहरुले यो र यो दुईटा पातालाई चाहिँ काट्दिनु पर्ने हुन्छ र काटिसकेपछि चाहिँ अब यसको शेप आउन लागिसकेको छ र शेप आउन लागेपछि चाहिँ अब हामीहरुले यसलाई एउटा प्रोजेक्टर बनाउनको लागि यहाँ एउटा साइडमा एउटा लेन्स चाहिँ लगाउनु पर्ने हुन्छ र मैले पनि एउटा लेन्स लगाउने छु। मसँग चाहिँ चस्माको लेन्सहरु थियो, त्यही भएर एउटा चस्माको लेन्स चाहिँ मैले लगाएँ। तपाईहरुसँग पनि हाई पावरको चस्माको लेन्स छ भने लगाउन सक्नुहुन्छ वा म्याग्निफाइङ ग्लास पाइन्छ बजारमा, त्यो किनेर पनि लगाउन सक्नुहुन्छ र यो लेन्स लाउनको लागि चाहिँ यसरी अब यहाँ हामीहरुले मार्किङ लाउने छौं र मार्किङ लगाएपछि चाहिँ हामीहरुले चाहिँ यहाँ मार्किङ लगाएर यसरी अब यो मार्किङ अनुसार चाहिँ काट्नु पर्ने हुन्छ र काटेको यो कार्डबोर्डको पिसलाई निकालेर यो लेन्सलाई चाहिँ त्यहाँ हाल्नु पर्ने हुन्छ र त्यो लेन्सलाई हालिसकेपछि चाहिँ यो नखसोस् भनेर टाइटली फिक्स गर्नको लागि चाहिँ हामीहरुले हट ग्लु गनले यसरी फिक्स गर्नुपर्ने हुन्छ र जबसम्म मैले यो हट ग्लु गन लगाइरहेको छु त्यतिबेला चाहिँ तपाईहरुले हाम्रो च्यानललाई सब्स्क्राइब र यस भिडियोलाई लाइक गर्न नभुल्नु होला र यसरी नै तपाईहरुले हट ग्लु गनको सहयोगले लेन्सलाई टास्न पनि सक्नुहुन्छ वा सुपर ग्लुले पनि तपाईहरुले लेन्सलाई टास्न सक्नुहुन्छ र यो लेन्स चाहिँ अब एकदम राम्रोसँग टाँसिसकेको छ र अब चाहिँ हामीहरुले यसमा मोबाइल राख्नको लागि एउटा स्ट्यान्ड बनाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीहरुले यो एउटा र यो अर्को चाहिँ गरी दुईटा कार्डबोर्ड चाहिँ हामीहरुले लिने छौं र एउटा कार्डबोर्डलाई चाहिँ यसरी मोडेर यसरी 90 डिग्रीको शेप दिएर यहाँ हट ग्लु गन लगाएर यसलाई टाँस्नु पर्ने हुन्छ भने अर्को पिसलाई पनि त्यसैको अगाडिपट्टि यसरी टाँसिदिनु पर्ने हुन्छ र अब यसलाई हट ग्लु गन लगाऊ अनि भेटौँ है त। यो चाहिँ हट ग्लु गन लगाएपछि एकदम राम्रोसँग टाँसिसकेको छ र अब यसलाई चाहिँ हामीहरुले यहाँ भित्र यसरी फिक्स गर्नुपर्ने हुन्छ तर यो टाइट नभएका कारणले गर्दा अब हामीहरुले यसको तल हट ग्लु गन लगाएर टाँसिदिने छौं र अब टाँसौ यसलाई।
र मैले चाहिँ यसलाई हट ग्लु गनको सहयोगले एकदम राम्रोसँग टाँसिदिएको छु र यो खस्दा नि खस्दैन अहिले तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ। र अब यहाँ चाहिँ हामीहरुले धेरै चारैतिरबाट पेपरले र्याप गरिदिनु पर्ने हुन्छ। तपाईहरुले नगर्न नि सक्नुहुन्छ, तर राम्रो देखियोस् भनेर मैले यसलाई र्याप गरिदिएको छु र साइडमा प्रोजेक्टर भनेर नि लेखिदिएको छु। र अब यसको टेस्टिङ गर्नको लागि चाहिँ हामीहरुलाई चाहिन्छ अब एउटा मोबाइल, र त्यस मोबाइलमा चाहिँ हामीहरुले चलाउनु पर्ने हुन्छ एउटा भिडियो। र यहाँ चाहिँ यसरी रेडी बनाएर यो भिडियो चलेको मोबाइललाई चाहिँ मैले यसरी राखिसकेको छु यस प्रोजेक्टर भित्र। र अब यहाँ चाहिँ भिडियो मैले अन गरेँ र अन गरिसकेपछि चाहिँ यो मोबाइललाई सिधा राख्नु पर्ने हुन्छ र यो प्रोजेक्टरलाई यसरी सबै बन्द गर्नुपर्ने हुन्छ। र बन्द गरिसकेपछि चाहिँ यहाँ तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ भित्तामा यो प्रोजेक्टरले प्रोजेक्ट गरिरहेको छ। भिडियो हल्का फुल्का देखियो होला, क्यामेरा क्वालिटीले गर्दा राम्रोसँग देखिएको छैन। र तपाईहरुले यस्तै प्रोजेक्ट हेर्नको लागि रोशन प्रोजेक्टलाई सब्स्क्राइब गर्न नभुल्नु।